साउन्ड डाउन गर्ने हाम्रो ब्याकग्राउन्ड नोइज प्रि वर्कआउट भनौँ न अब गरिबको प्रि वर्कआउट लेग डेज दिनलाई जिमतर्फ जाँदैछु। एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम खुसाल आराम छु। नेक्स्ट ब्लग म चाहिँ लगभग 5 बजीतिर उठ्यौँ। अब प्रिमिल बनाउँछु, हल्का फ्रेसेस हुन्छु अनि आशा राख्छु कि हजुरहरू अन्तिमसम्म जोडेर साथ दिनुहुन्छ। एकछिनमा भेटौँला। अब चाहिँ अहिले चाहिँ अब लेग डेज दिनलाई जिमतर्फ जाँदैछु। कस्तो जान्छ आज। अब हामी चाहिँ जिमतर्फ लाग्दैछौँ। अहिले चाहिँ आज चाहिँ हजुरहरू सामु 2-4वटा कुरा सेयर गरौँ भनेर सोचेछु। कति मान्छेहरू चाहिँ अब के भन्छ अरे आफ्नो फिटनेस भन्दा पनि अब पैसा अरू कुरा धन सम्पत्ति इम्पोर्टेन्ट भनेर पछि लागिरहनु भएको हुन्छ। त्यो के फिटनेस भनेर फिटनेसमै लाग्ने भन्नु खोजेको होइन। जोस् एउटा हिसाबले अब जस आफ्नो फिटनेस हेल्थ ठिक छैन भने अब जति नै करोडौँ कमाए नि अरूबै कमाए नि जस हेल्थ साथ दिएन भने त्यो कमाएको औचित्य भएन नि त। त्यो जस त्यही कमाउन साथै एउटा 1-2 घन्टा चाहिँ आफ्नो फिटनेसको लागि ध्यान दिनुपर्छ जस्तो लाग्छ। सबै मान्छेले अब जस जिमै जानुपर्छ। अब जस्तो त्यो प्रोटिन खानुपर्छ दुनियाँदारी भन्ने होइन कि जस अब के भन्छ लाइफमा के भन्छ 24 घन्टामा 1-2 घन्टा छुट्याएर आफूलाई आफ्नो फिटनेसमा पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ। अनि त्यही हो अब आफ्नो हाम्रो जीवनमा जस हामीले स्वास्थ्यलाई पनि एउटा अलिक प्राथमिकता दिनुपर्छ। अब जस मान्छेहरू नर्मली अब बडी बिल्डिङ गर्दा धेरैले एफोर्ड गर्न पनि सक्दैन। अब धेरै महँगो पर्छ किनकि अब त्यो प्रोटिन भन्यो क्रिएटिन भन्यो फिस मल्टिभिटामिन अन्डा फिस अब हुन्छ नि। अब आफूलाई त्यो प्रोटिन इन्टेक पुऱ्याउँछु यसरी जिम गर्छु भन्दा पनि मान्छेको अब जस नेपालीको कमाइभन्दा त अलिक धेरै नै खर्च हुन्छ। जस हुन्छ नि एफोर्ड गरेर गाह्रै हुन्छ हाम्रो नेपाली समाजमा चाहिँ। अब जस त्यो भन्दा नि अब हामीले जुन डेली खान्छौँ त्यही कुरालाई नै अब त्यो हेल्दी वेमा खाने, अब धेरै ओइली कुराहरू नखाने, सुगरहरू अलिकति कम गर्ने, त्यही त हो। त्यही भन्न चाहन्छु सबैजना स्वस्थ रहनु, व्यस्त रहनु। अहिले चाहिँ हामी जिम जानुभन्दा अगाडि टक्क ब्ल्याक कफी सिम्पल सर्ट अमेरिकाबाट लिएर आएको छौँ यहाँ। अलिकति प्रि वर्कआउट के भन्छ यसलाई प्रि वर्कआउट भनौँ न अब गरिबको प्रि वर्कआउट खान्छ। ये चाहिँ नन स्पोन्सर हो है। ये चाहिँ म भाइको पुरा गाउँ
साउन्ड डाउन गर्ने हामीलाई ब्याकग्राउन्ड नोइज अब जुनी फासन भयो आठ गर्दै पठाएर हो त राइट ल ठिक है बक्छु भइरहेको छ यो नेटहरुले प्रकार अफ नेटहरुको नेट छ अनि यहाँ उनीहरु रेफर गर्न कति हाल्यो म चाहिँ अहिले घर आएपछि मेमाडा आफ्नो बुढाहरू कस्तो गर्दै हुनुहुन्छ अब बुढा हाई गर्दैछन् ल गाइस ल अब अर्को भागमा भेटौँ ल अब गुड टाइम एभ्रिवान